सबैलाई नमस्कार अनि स्वागत छ हाम्रो चारजनाको ब्लगमा। हेलो साथीहरू, हाम्रो चाहिँ आजको ब्लग सुरु भइसकेको छ। आज चाहिँ हामी चारजना भएर यहाँको अहिले चाहिँ अब हाम्रो राइड चाहिँ पेट्रोल हाल्नको लागि हिँडिरहेका छौँ हामी सबै। अहिले कुरा मान्दैन भनेपछि मस पेपे दे हराउने पेपे दे पेपे पेपे है ल। हाम्रो चाहिँ तेल सेल हालेर सब भइसकेको छ। अब हाम्रो चाहिँ तेल सेल सब हालियो, टायर सायर चेक गरेर अब हामी चाहिँ टक्क राइडको लागि निक्लिँदैछौँ। उहाँ चाहिँ हाम्रो गोपाल सरले चाहिँ एकदम राम्रोसँग राइड हान्छु भनेर राख्नुभएको छ। आज चाहिँ हामी चारजना हौँ, 3टा बाइक एउटा स्कुटर। केटाहरू अब सबै लोकल भाडामा ट्याक्क यस्तै छ है हाम्रो जापानको लाइफ चाहिँ साथीहरू। अब खासै कमाउन नि सकियो छैन, रमाउन पनि सकियो छैन। रमाउन चाहिँ खोजिरहेका छौँ तर रमाउन पनि सकिरहेको छैन, कमाउन पनि सकिरहेको छैन। जो होस् ठिकै छ, अब के हुन्छ थाहा छैन होइन। बिस्तारै बिस्तारै गर्दै जाऊँ कस्तो हुन्छ। अब साथीभाइहरू सबै मिलेर अगाडि बढ्नुपर्छ। जिन्दगी भनेको दुःखले मात्र अगाडि बढ्न सकिँदैन, कहिलेकाहीँ कमाउनु पनि पर्छ र यसरी रमाउनु पनि पर्छ। सो साथीभाइ भनेको पनि चाहिने गर्छ होइन। त्यही भएर सबैहरू मिलेर अगाडि बढ्नु होला। ल है गाइजहरू, हाम्रो ओसाका राइडर्सहरू चाहिँ सबै ओसाका राइडर्सहरू चाहिँ सब चिलमा हिँडिरहेको छ होइन। अझै हामीसँग धेरै ग्रुप छैन, यतिकै 4जना। अलि अगाडि बढेर जाने त्यो ड्राइभिङ सेन्टर छ है, त्यहाँबाट गएर अनि त्यो नेपाल रेस्टुरेन्ट थियो नि तल जाने हामी खाइछ, त्यहाँ गएर अनि सिधै जाने कि। अनि त्यहाँबाट सिधै पाचिङको पुगिन्छ नि त। अब चाहिँ गर्मी हुन लागिरहेको छ। जस राइड हान्ने टाइम चाहिँ यो बवाल भइरह। हाम्रो चाहिँ बाइकको ट्रायल एक्जामहरू हुने ठाउँ चाहिँ यही हो होइन। बाइकको चाहिँ तपाईँहरूले यदि लाइसेन्स निकाल्न चाहनुहुन्छ भने ओसाकाको चाहिँ यहाँ छ कादोमामा, तपाईँहरू आउन सक्नुहुनेछ। यदि नेपालको लाइसेन्स लिइराख्नु भएको छ भने पनि किरिखाई प्रोसेसिङ गरेर तपाईँले यहाँबाट चाहिँ लाइसेन्स निकाल्न सक्नुहुन्छ। अहिले ट्याक्क यता हाइवेतिर निक्लिसकेका छौँ। अब हामी यहाँबाट टक्क हाम्रो चाहिँ राइडलाई भरपुर मजा लिँदै अगाडि बढ्नेछौँ। आजको दिन हाम्रो कस्तो हुनेछ अब त म तपाईँहरूलाई देखाउने नै छु। सो तपाईँहरूले चाहिँ मेरो भिडियोलाई हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, किनकि फर्स्ट हो नि त। अब सुरुमा धेरै कुराहरू जानिन्न, बोल्न पनि अब कति अप्ठ्यारो लागिरहेको हुन्छ। सो मैले चाहिँ त्यही भएर आफूले जस्तो जानेको छु त्यस्तै तरिकाले चाहिँ भिडियो बनाइरहेको छु। मेरो भिडियोलाई चाहिँ तपाईँहरूले माया साथ सपोर्ट गरिदिनुहोस्। अब हाम्रो चाहिँ अहिले आज 4जना छौँ। हाम्रो मिस हुनुभएको छ, हाम्रो दादा एकजना सिनियर दादा चाहिँ मिस हुनुभएको छ। र हाम्रो एकजना हाम्रो ओजा भानिजीले चाहिँ अब छिट्टै नै हाम्रो बाइक चाहिँ अब उनको चाहिँ कमिङ सुन हुँदैछ। सो चाहिँ तपाईँहरू सबले चाहिँ अब हामीलाई ओसाका राइडर्सहरूलाई चाहिँ माया साथ सपोर्ट गरिदिनु होला, किनकि अब हाम्रो बाइकहरू चाहिँ अपडेट भइरहेको हुन्छ। यो बाटो चाहिँ कसम किमोची नै हगे, तर यस्तो बवाल मजा आउँछ नि होइन। हाम्रो राइडर्सहरू चाहिँ जस चिलमा हिँडिरहेको छ। लुक एट द भ्यू गाइज, हेर्नुहोस् त कस्तो छ उताको भ्यू चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। भ्यू चाहिँ बवाल नै छ ठाउँको।
चाहिँ बवाल कुदाइरहेको बाइक चाहिँ सुटिङले सही हाने कर्नरिङ चाहिँ बवाल दिइरहेको छोटीले कर्नरिङ चाहिँ बवाल चाहिँ जो अब चाहिँ एकछिन यसलाई डाक्क भएको छ भने साथीहरू राइड चाहिँ बवाल मजा आइरहेको छ होइन यतिको चाहिँ हुनुपर्छ राइड भनेको हाम्रो केटाहरू चाहिँ अगाडि रन्किँदै गए मादर चोदर त्यहाँबाट यता जानुपर्ने हामी चाहिँ खासमा ओए यहाँबाट यतै ओए यतै यहाँबाट केटाहरू चाहिँ मिस यस्तो गर्छ कि फेरि कोही चाहिँ फेरि केटाहरू मिस हानिदिइहाल्यो कि बाटो उतातिर गइदिरह अब के गर्ने यस्तै छ साथीहरूलाई चाहिँ हेर्नुपर्ने हुन्छ हामीले मैले चाहिँ अब मेरो क्यामेरामा चाहिँ कस्तो आइरह मेरो भिडियो हेर्दै ओइ अगाडि आइज अगाडि अब मेरो क्यामेरामा हेर्दै म चाहिँ बाइक राइड हान्दै सरर बेग मारे बेनीको बस आयो जौडा पोखरा जस राइड चाहिँ बवाल भइरहेको छ साथीहरू होइन आज चाहिँ अब यस्तै नै हो जापानको लाइफ चाहिँ हामीले कसरी जिउने भन्ने कुरा हुन्छ जापान आएको 4 वर्ष भइसक्यो अझै एकचोटि चाहिँ म जान पनि सकिरहेको छैन किनकि मेरो परिस्थिति समयले गर्दा चाहिँ यहाँ धेरै नै गाह्रो भइरहेको छ मेरो बाइक चाहिँ यसरी आफै गुडिरहेको छ सरर र पनि बाल छैन मेरो बाइक चाहिँ यतिको चाहिँ हुनुपर्छ है बाइक चाहिँ कन्ट्रोल चाहिँ हुन्छ सरले चाहिँ किन हो पनि लाइटमै हालिदिनु भयो सो तर रुल्स चाहिँ रुल्सलाई चाहिँ फलो गरेर अगाडि बढ्नुपर्ने हुन्छ हामी रुल्सलाई चाहिँ फलो गरेर अगाडि बढ्नुपर्ने हुन्छ हाम्रो रुल्सभन्दा ठुलो चाहिँ केही छैन हामीले भिडियोबाट चाहिँ यस्तो रुल्सहरू चाहिँ फलो नहानिकन हिँड्यो भने चाहिँ अब भर्खर आउनेहरूले पनि यस्तो रुल्सहरू चाहिँ फलो नहान्नु सक्छ त्यही भएर सो यस्तो झुक्किएर अगाडि बढ्नुहुन्न मजा आउँछ नि राइड हान्न त कसम तपाईँहरूलाई पनि अब म देखाएर नै मजा दिन चाहन्छु किनकि यो बाटो चाहिँ यस्तै छ कि ट्याक्क घाम लागिरहेको छ अहिले झन् बवाल तरिकाले त्यही माथि पनि यस्तो बवाल तरिकाले हरियाली ट्याक्क बाटोमा हेर्नु न होइन वाउ वाट अ लुक्स के यो चाहिँ मान्छेको कहिलेकाहीँ चाहिँ माइन्ड फ्रेस गराउनलाई चाहिँ बवाल हुन्छ कि यसरी हिँड्दाखेरि राइडमा साथीहरूसँग सकको अपडेटहरू पनि आइरहेको हुन्छ यस्तो नयाँ नयाँ कुराहरू देख्दाखेरि माइन्ड फ्रेस भयो भने चाहिँ अब हुन्छ नि त रुममा बस्दा बस्दा नि साइको भन्छ अब हाम्रो निन्जा चाहिँ बवाल राइड हानिरहेको छ आज यस निन्जा चाहिँ बवालले मजा लिइरहेको छ यतापट्टि चाहिँ यस्तो बस कुरिरहेको छ नि यता बस पनि लाग्दो रहेछ बाइकर सुट चाहिँ बवाल लाग्छ है मलाई चाहिँ यस्तो बाइकर सुट देखेपछि चाहिँ हात टडाइहाल्ने पड्किहाल्ने कि कसम मलाई चाहिँ बवाल लाग्दैन हो यस्तो खुसी लाग्छ कि जे भयो भने होइन जापानमा चाहिँ बाइकर्सहरूले फेरि बवालै मान्छ कि जे भयो भने जस्तो बाइक भए पनि बवाल हुन्न तिनीहरूले चाहिँ माया चाहिँ देखाउँछ त्यो मायाले चाहिँ मलाई बहुत मजा लाग्छ कि त्यही भएर चाहिँ मैले धरि हल्का यसो चलपल भन्दा पनि बाइक सेक पड्काउने इधर उधर चाहिँ दिइरहेको छु है साथीहरू अब हामी चाहिँ लगभग आइपुग्न लागिसक्यौँ किनकि अब चाहिँ तपाईँहरूलाई म देखाउने छु हाम्रो जापान अन्डरग्राउन्ड चाहिँ बवालै हुन्छ है यहाँको चाहिँ जे होस् पिस नै छ यो ठाउँ पनि यहाँ चाहिँ पड्काउन चाहिँ मजा नै आउँछ साथीहरू
केटाहरू फेरि मिस भयो कि मायाको सबैहरू यति साइको खर्नी म फेरि अगाडि आऊँ भने अगाडि आउनै नमिल्ने भयो कि यहाँ त्यही भएर चाहिँ म यता आइदिइहालेँ हाम्रो केटाहरू चाहिँ कहाँ गयो यार यस्तो हुन्छ कि राइड हिँड्दाखेरि चाहिँ लिड हान्नै सकिन्न कि अब फर्किनको लागि नै अब धेरै टाढा पुग्नुपर्छ जस्तो लाग्यो मलाई फेरि सो भयो यहाँ चाहिँ बवालले किराए लुक्स चाहिँ टक्क केटाहरू चाहिँ सही मजा लिइरहनु भएको हाम्रो चाहिँ यस्तै ल्याम्ब्याङ ग्याङ छ यता राख्ने यता नजिकै ब्यागतिरै साथीहरू हामी चाहिँ फाइनली यो ठाउँमा आइपुगेको छौँ तपाईँहरूले चाहिँ यस्तो मजाले देख्न सक्नुहुन्छ यताको भ्यू अब तिमी जाने होइन कि अब यतापट्टि यस्तो छ हाम्रो केटाहरूले चाहिँ यस्तो रमाइलो लिइरहन् होइन यतापट्टि हरियाली सिनहरू देख्न सक्नुहुन्छ तपाईँले पुरै बवाल छ यता चाहिँ अब हामी चाहिँ यहाँबाट चाहिँ यो पार्कमा ट्र्याकको भित्र जान्छौँ अब यहाँ चाहिँ बवाल नै छ होइन तपाईँहरूलाई हामी सब देखाउने नै छौँ बिस्तारै तपाईँहरूले चाहिँ धैर्य गरेर हेरिदिनु होला यो ठाउँ चाहिँ जो चिल छ अहिले चाहिँ अब घाम डुबिसकेको छ सो त्यही भएर चाहिँ खासै राम्रो चाहिँ छैन वाउ बवाल छ यो त चाहिँ ट्याक्क यस्तो यो त पुरै काठमा यस्तो मजाको पुल बनाइदिएर तपाईँले देख्न सक्नुहुन्छ यस्तो जङ्गलहरू सबै यो चाहिँ नेचुरल पिस छ है यताको ठाउँ चाहिँ तपाईँहरू चाहिँ घुम्न आउन सक्नुहुन्छ यो है होचिन बुराङको के हो कि अब यस्तो देख्न सक्नुहुन्छ तपाईँले पुरै पछाडि चाहिँ हाम्रो केटाहरूले जक्क भ्यूको मजा लिँदै हिँडिरहेको छन् तर अहिले चाहिँ बवाल हरियो भएछ पिस छ है ठाउँ चाहिँ यता चाहिँ तपाईँहरू आउन सक्नुहुनेछ यस रमाइलो छ ठाउँ चाहिँ 120मा नि है हामीले चाहिँ अब यस्तो पताउँदै अगाडि बढिरहेका छौँ यहाँ चाहिँ यस्तो छ हाम्रो मेन्युहरू चाहिँ विजेत होसिन बुराङको फाइनल्ली आइपुग्यो साथीहरू हामी चाहिँ यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँको सिन सहित साथीहरू हामी चाहिँ फाइनल्ली अब यो पार्क चाहिँ सबै घुमेर आइसक्यौँ अब हाम्रो आजको भ्लग चाहिँ हामीले यहीँ इन्ड गरेर अब चाहिँ हामीसँग चार्ज पनि भइसकेको छ त्यही भएर अब हाम्रो चाहिँ बाइकहरू सबै यहीँबाट अब हाम्रो भिडियो चाहिँ इन्ड हुन्छ ल हाम्रो आजको भ्लग चाहिँ अब यहाँ हामी चाहिँ यहीँ इन्ड गर्न चाहन्छौँ हाम्रो बाइकहरू चाहिँ सबै यहीँ छ यस्तो छ हाम्रो जिन्दगी ल हस् धन्यवाद के छ कपाल दाइ ल बाई बाई ल बाई 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 गरे ल बाई बाई